सामाजिक सञ्जालमा यहाँ आमाले चाहिँ पहिला बिहेमा गाउने सिलोक गाइराख्नु भएको छ। बेहुली पक्ष र बेहुला पक्षले कसरी सिलोक भन्थे भनेर सबै भन्नुभएको छ। यो मजाले हेर्नु होला है, भिडियो अन्तिमसम्म हेर्नु होला ल। कहाँदेखि आयो तामा जन्ती, कहाँसम्मको बास, जन्तीको घाँटीमा फुलौरा अर्क्यो, कहाँबाट फेर्छौ सास। अब बेहुलीपट्टिकोले भने होइन, बेहुलापट्टिकोले भन्छ घरदेखि आयौँ हामी जन्ती, सम्मको बास, हाम्रो घाँटीमा फुलौरा अर्क्यो, नाकाबाट फेर्छौँ सास। बेहुलीपट्टिकोबाट भने। अब फेरि बेहुलीपट्टिकोबाट कहाँदेखि आयो तामा जन्ती, कहाँसम्मको दाउ, धरती हाम्रो भान्जे बुहारी, कहाँ टेक्यौ पाउ। बेहुलीपट्टिकोबाट भन अब घरदेखि आयौँ हामी जन्ती, सम्मको दाउ, धरती तिम्रो भान्जे बुहारी, पत्थर टेक्यौ पाउ। बेहुलीपट्टिकोबाट भने अब फेरि अब अत्तु थाहा भयो नि त बेहुलीपट्टिकोबाट। आधा राति सपानीमा एको अचम देखेँ, डालै भरि हिङ, चारा भैँसीको 14 र राँगा, कति हुन्छन् तिनका सिङ। बेहुलीपट्टिकोबाट भन। अब बेहुलीपट्टिकोबाट जवाफ दिनु पर्यो नि त। बेहुलीपट्टिकोबाट आधा राति सपानीमा एको अचम देखेँ, डालै भरि हिङ, चारा भैँसीको 14 र राँगा, 40 हुन्छन् सिङ। 40 हुन्छन् अरे क्या सिङ। अनि आधा राति सपानीमा एको अचम देखेँ, लामो चिल्लो पात,